हजुर नमस्कार, म अलैँची फर्ममा छु। अहिले अलैँचीको बिरुवा उखेल्दैछु। एकदम स्वच्छ अलैँचीको बिरुवा यस्तो टुसा पलाइसकेको हुन्छ। हेर्नुहोस् है, सबै राम्रो सफा छ क्या। तल जरामा नि यति सफा छ होइन। हेर्नुहोस् माथि भक्कसी काटेको, 2 घन्टा नि भएन होला, यस्तो राम्रो हुन्छ होइन। हेर्नुहोस् होइन, कोही कोही साथीहरूले गर्नुहुन्छ, किसानहरूले हेरी यस्तो खालको क्या। हेर्नुहोस्, यो टुसै नपलाएको यता मरेको यस्तो खालको दिनुहुन्छ क्या। हेर्नुहोस्, यस्तै खालको दिनुहुन्छ क्या। यस्तो जरा नखाइकन यस्तो मरेको डाँठलाई नि गन्नुहुन्छ, उहाँले एकाउन्ट गर्नुहुन्छ होइन। त्यो चाहिँ होइन, हामी किसान हौ, किसानले चाहिँ अब पैसा चाहिँ जसै लिनै पर्छ, आफ्नो मेहनतको कमाई। तर पनि एकदम बिरुवा स्वच्छ चाहिँ एकदमै दिनुपर्ने हुन्छ है साथीहरू। तर हेर्दाखेरि बिरुवा चाहिँ यो खालको चाहिँ हुनु पर्यो है। ल हेर्नुहोस्, पक्कसी टुसा पलाएको छ, एकदम जरा काटेर होइन सफा गरेको छ। यो अलिकति ठुलो हो होइन। अब यो फल निकालिसकेको बिरुवा भएर अलिक ठुलो दानाहरू छ। र मैले यहाँ भारी बाँधेको पनि यस्तो राम्रो छ। भक्कसी काटेको लानुहोस्, टुसा पलाएको छ। यस्तो राम्रो हुनुपर्छ है साथी हो। लिने मान्छेले पनि राम्रो गरेर लिनु पर्यो र दिने मान्छेले एकदम सफा